जब तिमी केही कुरा मनदेखि माग्छौ त्यो पक्कै पुरा हुन्छ भन्ने कुरा आजको दिनमा थाहा पाएँ। आज 2083 साउन 9 गतिको दिन तपाईँको दिन कस्तो गयो थाहा भएन, तर मेरो बिहानीको सुरुवात एकदमै भव्य र अन्त्य पनि एकदमै भव्य भएको थियो। म लक्ष्मी भट्ट सँगसँगै भक्तपुरीय भजनको तर्फबाट स्वीकार्नुहोस् न्यानो न्यानो नमस्कार। आजको भिडियोमा मैले किन भक्तपुरीय भजनको नाम ल्याएँ त जानौँ है त। भक्तपुरीय भजन भन्नाले को हुनुहुन्छ त? हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो रीतिरिवाजलाई जोगाउँदै हामीसँग भएको हरेक इन्स्ट्रुमेन्ट मादल, खैँजडी, मजुरा, हार्मोनियम हरेक कुराहरूलाई युज गर्दै अगाडि बढिरहेको र भजनलाई हाम्रो युवामा प्रस्तुत गर्दै आइरहेको एउटा मुख्य टिमलाई हामी भक्तपुरीय भजन भन्ने गर्छौँ। यो कसरी नामकरण भयो, यो के भयो, त्यो स्टोरी म नेक्स्ट भिडियोमा ल्याउनेवाला छु। र आज हामीले मूल पानीमा भजन गर्ने भन्ने कुरालाई चाहिँ राखेका थियौँ र आज साउन 9 गतिको दिन एकादशी पनि परेको हुनाले र शनिबार पनि परेको हुनाले हामीले त्यहाँ गएर भजन गर्ने सोचेका थियौँ। र त्यहाँ गइराख्ने क्रममा हामीलाई लागेको थिएन कि हाम्रो भजन यति धेरै भव्य हुन्छ र आनन्दित हुन्छ। हामी त्यहाँ गइराख्ने क्रममा हाम्रो दर्शकबिनहरू थोरै थिए र हामीलाई लागेको थियो यतिमै सीमित हुन्छ। हामी त्यहाँ पुगिराख्ने क्रममा त्यहाँ मन्दिरमा भएका गुरुहरूले हामीलाई हार्मोनियम सँगसँगै मादल बजाएर सबै सेटअपहरू गरेर वेलकम र आनन्दित पारिराख्नु हुँदै थियो। त्यहाँ गइसकेपछि हामीले हरेक बाजाहरूलाई ठाउँमा राखेर हामी बाजा बजाउने हाम्रा कलाकारहरूलाई स्थानमा प्रस्थान गरेर मन्दिर दर्शन गर्नतिर लाग्यौँ। यहाँ हाम्रो राधाकृष्ण मन्दिर सँगसँगै शिवको मन्दिर रहेको छ। यहाँ हामीले भजन गरिराख्ने क्रममा स्टार्टिङमा भजन स्टार्ट भइराख्दाखेरि पनि हाम्रो दर्शकबिनहरू बढेका थिएनन् र हामीलाई लागेको थियो यति नै हुन्छ। र हामीले सोचेको कुराहरू हामीले केही दिन अगाडि नै प्लान गरेको थियौँ र केही दिन अगाडि नै हाम्रो गुरु र गुरुआमाहरूले टेक्स्ट गरिराख्नु हुँदै थियो। आजको साउन 2083 9 गतेका दिन आजको भजनलाई एकदमै भव्य बनाउनुपर्छ भनेर हामीले टेक्स्ट राखेका थियौँ र मनदेखि नै राखेका थियौँ कि हे भगवान् आजको दिन पानी नपरोस्, नपरेको भए धेरै मान्छेहरू आउँछन्, राम्रो हुन्छ, नपर्यो भने भन्ने कुराहरू के। अनि त्यस्तै नै भयो, हामीले मनदेखि नै मागेको कुराहरू पाए जस्तै भयो क्या मलाई चाहिँ। अनि भजनमा के हुन्छ कस्तो हुन्छ तपाईँको माइन्डमा चलिरहेको होला। तपाईँले यहाँ हाम्रो भक्तपुरीय भजनको भजनमा आएर मजा नलिन पाए पनि, आनन्दित हुन नपाए पनि भिडियोको माध्यमबाट आफ्नो मनलाई शान्त पारेर आनन्दित भइदिन हुन अनुरोध गर्दछु। अब हाम्रो फर्स्ट भजन चाहिँ स्टार्ट हुन गइरहेको छ। तपाईँ फर्स्ट भजनबाट नै आफ्नो मनलाई थामेर बस्नुहोस् कस्तो हुन्छ, मैले भव्य कुराहरू त ल्याएँ, कस्तो भव्य हुनेवाला छ त। र सुनौँ है त हाम्रो फर्स्ट भजन कस्तो गयो र हामीले कसरी यो भजनलाई आनन्दित बनायौँ। गणेश रहेछन् महान पहिलो पूजा गणेशको, पहिलो पूजा गणेशको, पहिलो पूजा गणेशको, पहिलो पूजा गणेशको।
भजन भइराख्ने क्रममा हाम्रा दर्शकवृन्दहरूको भिड पनि बढ्दै गइरहेको थियो र भजनमा गीत गाउने मात्र होइन, बजाउने मात्र होइन, यहाँ फरक फरक तरिकाले भजनमा रमाउने गरिन्छ। गीत गाएर, नाचेर, ताली पड्काएर, ताली सँगसँगै झुमेर, बजाउँदै झुमेर अब भन्नुहुन्छ होला झुमेर चाहिँ कसरी आनन्दित भइन्छ। यहाँको हरेक ध्वनिले मान्छेको शरीरमा भएको ऊर्जालाई निकाल्ने गरिन्छ र नाच्दाखेरि किन मान्छेले पुरै आफ्नो संसार नै भुल्ने तरिकाले नाच्नुहुन्छ त? किन भगवानको शरणमा गए जस्तै हुन्छ त? म पनि आफै एउटा भक्तपुर युवा भजनको सदस्य भएको रूपले म पनि आफू नाच्ने गर्छु र मलाई लाग्छ यो भन्दा बेस्ट त केही हुनै सक्दैन। एन्ड तपाईँ पनि आफ्नो समयलाई अरू ठाउँभन्दा पनि यस्तो कुरामा ल्याउनुहोस् जुन कुराले तपाईँको भविष्यलाई जागरण गरोस्, तपाईँको भविष्य एकदमै राम्रो बनाओस् र तपाईँको जुन रीतिरिवाज, चालचलन, धर्म संस्कृति छ त्यसलाई नमारोस्। तपाईँ देखिराख्नु हुँदैछ हाम्रो भजन गाइराख्ने क्रममा हाम्रा कलाकारहरूले हातमा खैँजडी, मादल, मजुरा, हार्मोनियमदेखि लिएर हरेक कुरा बजाउँदै गीत गाइराख्नु हुँदैछ। त्यो उहाँको कला संस्कृति पनि रहेको छ र उहाँको कलाले नै उहाँलाई अगाडि बढ्न प्रोत्साहित गरिरहेको छ। सँगसँगै हाम्रा नाच्ने पनि हुनुहुन्छ, उहाँ दर्शकबिन पनि पढ्नुहुन्छ र युवा भजनका व्यक्तिहरू पनि पढ्नुहुन्छ। अब तालीको कुरा गरौँ, किन हामी ताली बजाइराख्छौँ त? हामी नर्मली बसे पनि हुन्थ्यो नि त। तर तालीले हामीलाई यस्तो आनन्द दिन्छ जुन आनन्द पाउनलाई हामी भौतारिनुपर्छ। त्यो तालीमा हामी आफै झुम्ने गर्छौँ, भजनको आनन्द लिने गर्छौँ र मादलको धुनीले हाम्रो कानमा वाउ, आहा भन्ने आवाज बजाइरहेको हुन्छ र सँगसँगै खैँजडीको तालले मादलसँगै गुलमिल भएर हामीलाई नाच्न बाध्य बनाउँछ। भन्छन् नि भगवानको भक्तिमा लागिसकेपछि केही देखिँदैन। अब हामीले कसरी त यो बाटोतिर लाग्यौँ भन्ने कुरा म तपाईँलाई अर्को भिडियोमा अवश्य बताउनेछु। सँगसँगै म तपाईँलाई फेरि अर्को भजन सुनाउन गइरहेको छु। होला तपाईँले अझै पनि म भन्छु यहाँ प्रस्तुत हुन नपाउनु भएको होला। यहाँ प्रस्तुत हुनको लागि के गर्नुपर्छ? इफ तपाईँ काठमाडौँ भ्याली नै हुनुहुन्छ, भ्यालीभित्र नै हुनुहुन्छ, भक्तपुरमा हुनुहुन्छ भनेपछि भिडियोको अन्त्यमा म तपाईँलाई अब आउने भजनको लोकेसन भन्नेवाला छु र त्यसको लागि रेडी हुनु र त्यहाँ आउन पनि रेडी हुनु होला। अबको भजन सुनौँ है त। क्रमशः मैले दर्शकबिनको कुरा गर्न चाहेँ। स्टार्टिङमा तपाईँले देखिराख्ने क्रममा हाम्रो दर्शकबिन थोरै हुनुहुन्थ्यो र अहिले कसरी धेरै भयो त? नाच्ने व्यक्ति नै धेरै हुनुहुन्छ र अहिले यो मन्दिरमा हाम्रो दर्शकबिनहरूको मास यति धेरै बढिसकेको थियो कि खुट्टा राख्ने समेत ठाउँ थिएन। त्यही पनि हामी किन नाच्दै रमाइरहेका छौँ त? हाम्रो भगवानले पनि भन्नुभएको छ कि नाच्नेलाई पनि वा, गाउनेलाई पनि वा र बजाउनेलाई पनि वा, नाच्यो भने, गायो भने र बजायो भने धर्म हुन्छ। र होला तपाईँले नराम्रो काम गर्नुभएको होला, त्यो नराम्रो कामको पश्चाताप गर्दै तपाईँ अगाडि बढ्नुहुन्छ भनेपछि भगवानले त्यो पनि टार्न सक्छन् कि के थाहा। र हाम्रो धर्म, संस्कृति, रीतिरिवाज, चालचलन जोगाउन पहिला आफू जोगिनुपर्ने हुन्छ। आफूले जोगिन अत्यन्तै आवश्यक छ। जब तपाईँ अरूमा जागरण गर्न खोज्नुहुन्छ, तपाईँमै छैन भनेपछि हाम्रो धर्म संस्कृति त्यहीँ सकिन्छ। यदि तपाईँ साँच्चीकै धर्म, संस्कृति, रीतिरिवाज, आफ्नो चालचलन, हाम्रो पुर्खौली कुराहरूलाई
जोगाएर राख्न चाहनुहुन्छ भनेपछि आफूमा भएको धर्म संस्कृतिलाई निकाल्नुहोस्, आफू धर्म संस्कृतिको बाटोतिर लाग्नुहोस्, आफू धर्म संस्कृति रीतिरिवाजलाई जोगाउनतिर लाग्नुहोस्। हो, म पनि पहिला त्यत्तिकै हिँड्ने व्यक्ति, मतलबै नगर्ने व्यक्ति, विश्वासै नगर्ने व्यक्तिमा पर्थेँ। तर किन विश्वास गरेँ, कसरी विश्वास गरेँ, त्यसको पछाडि पनि केही मुख्य कुरा लुकेको छ र आई होप तपाईँहरू पनि बुझ्नुहुन्छ। हुन त हाम्रो अङ्कल आन्टी, काका काकी, मम्मी बुवा, हजुरबाजे हजुरआमाले त बुझ्नुहुन्छ, तर अब आइरहेको न्यू जेनेरेसनले चाहिँ यसलाई इग्नोर गर्दै हिँडिरहेको छ र यो इग्नोर गर्नु चाहिँ राम्रो होइन भन्छु। जब तपाईँ आफूमै इम्प्रुभमेन्ट ल्याउनु हुँदैन, आफूमै चेन्जेस ल्याउनु हुँदैन, तब कसरी अब आउने पुस्ताले यो कुराहरूलाई देख्न पाओस् त। हामी सबैले बुझेको कुरा हो, जब हाम्रो हजुरबाजे हजुरआमाहरूले आफ्नो पालाको कुराहरू, स्टोरीहरू सुनाउनुहुन्छ तब हामीलाई लाग्छ त्यो कुराहरू अहिले भएको भए कस्तो आनन्द हुन्थ्यो, कस्तो भव्य हुन्थ्यो, कस्तो रमाइलो हुन्थ्यो। यदि तपाईँ आफ्नो टाइममा भएको कुराहरूलाई जोगाउनुहुन्न भनेपछि अब आउने जेनेरेसनले तपाईँको ठाउँमा भएको कुराहरू जस्ट स्टोरीमा मात्र सुन्न पाउनुहुन्छ, न कि हेर्न पाउन, न कि अनुभव गर्न पाउन। त्यही भएर जोगाउनतिर लागौँ, नाश गर्नतिर होइन। सबैले भगवान्को ठाउँमा गएर केही न केही माग्नुहुन्छ, मैले सत्य बोलेको कुरा हो नि यो। तर तपाईँले कहिले सोच्नु भएको छ, भगवान्को लागि तपाईँ केही गर्नुहुन्न, भगवान्को बाटोमा जानुहुन्छ र जब तपाईँलाई समस्या पर्छ, जब तपाईँ दुःखमा हुनुहुन्छ, तब मात्र भगवान्को दैलोमा टेक्नुहुन्छ। त्योभन्दा अगाडि न भगवान्, न केही तपाईँ आफ्नै संसारमा रमाउनुहुन्छ। तर किन? के तपाईँ आफ्नो बिजी लाइफबाट 10-15 मिनट या हप्ताको एक दिन पनि छुट्याउन सक्नुहुन्न? इफ छुट्याउन नै सक्नुहुन्छ भनेपछि यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र अन्तिममा म तपाईँलाई अब हुन गइरहेको भजनको जानकारी दिनेवाला छु। एन्ड नृत्यले किन आनन्दित पार्छ त्यो कुरा पनि म तपाईँलाई प्रश्न पारिदिन्छु है त। हिजोसम्म म पनि गाइराख्ने व्यक्ति, जब मैले आफ्नो नृत्य प्रस्तुत गर्नतिर लागेँ, मैले आफू सँगसँगै एउटा कनेक्सन पनि बिल्ड गरेँ, नाच्ने पार्टनर पनि पाएँ, नट बोय बट गर्ल। नाच्ने पार्टनर पाइराख्ने क्रममा उहाँले मलाई चिन्नुभयो र मैले उहाँलाई चिन्न पाएँ। इट मिन्स हामीले कहिल्यै नदेखेको, कहिल्यै नचिनेको व्यक्तिबीच हाम्रो कनेक्सन बन्यो र यहाँ आइराख्ने क्रममा जति हामी मासँग बोल्छौँ त्यति हाम्रो आफ्नो कम्युनिकेसन स्किल सँगसँगै आफूमा इम्प्रुभमेन्ट आइरहेको हुन्छ। भगवान्ले केही कुरा पनि दिँदाखेरि जब हामी लिँदैनौँ तब भगवान्ले दिएको केही अर्थ नै हुँदैन। भगवान् हरेक समय दिइराख्नुहुन्छ, जस्ट हामीले लिन मात्र नजानेको। जब तपाईँलाई इच्छा छैन म यो गरौँ, तबसम्म तपाईँ गर्न सक्नुहुन्न। अहिलेको समयमा सानो बच्चा बालबालिकालाई हामीले बाहिर बजारतिर, बाहिर होहल्लाको ठाउँमा भन्दा पनि यस्तो ठाउँमा ल्याएर उहाँहरूलाई रमाउने हो भनेपछि उहाँको मनमा हाम्रो मम्मी बाबाको पालामा त यस्तो हुन्थ्यो, हामी पनि गरौँ न भन्ने मानसिकता बसेको हुन्छ र पछि गएर अवश्य आफ्नो धर्म संस्कृतिलाई जोगाउनतिर लाग्नुहुन्छ। न कि सानै छ यस्तो होहल्लामा नलगाउँ, बाहिरतिर रमाउँ, बाहिरतिर लगाउँ न भनेर सोच्नुहुन्छ भनेपछि अभियसली त्यो राम्रो हुँदैन। अब हाम्रो भजन हरेक ताल काट्दै, ताल जोड्दै बजाइने गरिन्छ। यसपछि फेरि म तपाईँको माझमा एउटा भजन ल्याउनेवाला छु। त्यो भजनलाई पनि मनदेखि नै आनन्दित भएर, दिल थामेर त्यही नाचेर हुन्छ कि त्यही रमाएर हुन्छ, आनन्द उठाउनु होला है त। मैले किन भजन तपाईँलाई सुनाइरहेको छु त्यो तपाईँलाई नै थाहा छ। अब आइराख्ने भजनलाई तपाईँ ध्यान दिएर सुन्नु र त्यो भजनलाई एकचोटि भित्रबाट नै महसुस गर्नु, तब तपाईँलाई थाहा हुन्छ भजनले के गर्छ, भजनले कतिको आनन्द दिन्छ। न कि
हुँदै थियो भजन भइराख्ने क्रममा र हामी थोरै रमाइलो पनि गरिरहेको थियौँ। हामीले कति व्यक्तिहरू कति दर्शकबिनहरू आइराख्नु भएको छ, उहाँको हरेक दर्शकबिनहरूको नाम सँगसँगै नम्बर पनि टिपेका थियौँ, किनकि अब आउने भजनमा उहाँलाई प्रस्तुत गर्न पाइयोस् भनेर। अब हामी यो भिडियोको अन्तिम चरणतिर पुगिसकेका छौँ र यो चाहिँ हाम्रो अन्तिमसम्मको दर्शकबिनहरूको माझ रहेको छ। यति धेरै हामी भएका थियौँ र क्यामेराको पछाडि पनि हरेक दर्शकबिनहरू हुनुहुन्छ। मैले तपाईँले भनेको थिएँ म भिडियोको अन्तिममा अब हुने भजनको जानकारी दिनेवाला छु भनेर है। त्यो कुराको जानकारी दिनभन्दा अगाडि हाम्रा दर्शकबिनहरू कहाँदेखि हुनुहुन्छ त, त्यो थोरै जानकारी दिन चाहन्छु है। हाम्रा भक्तपुरीय भजन टोली रहेको छ गुल्मीदेखि। प्राय जस्तो हाम्रो भक्तपुरीय भजनमा गुल्मीका युवाहरू रहेका छन्। उहाँले गुल्मेली भजन पनि गाउने गर्नुहुन्छ र हाम्रा दर्शकबिनहरू कोही दार्चुलादेखि, कोही गुल्मीदेखि, कोही पश्चिमदेखि, कोही काठमाडौँ नैदेखि, कोही भक्तपुरदेखि आइराख्नु भएको छ र भजनको आनन्द उठाइराख्नु भएको छ। नाच्दै गाउँदै बजाउँदै रमाउँदै हाँस्दै एकअर्कासँग चिनजान गर्दै र अर्को भजनमा आउनुपर्छ है भन्दै अब उहाँले पनि हामीलाई भनिराख्नु हुँदैछ, धन्यवाद दिइराख्नु हुँदैछ। यति राम्रो भव्य भजन गरिदिएकोमा धेरै धन्यवाद भन्दै हामीलाई खुसी पार्नु हुँदैछ र हेर्न सक्नुहुन्छ हाम्रो युवादेखि लिएर वृद्धदेखि लिएर हाम्रो हजुरबाजे हजुरआमा, हाम्रो डेडी मम्मी काका काकी भाइ बहिनीदेखि लिएर हरेक उमेरका व्यक्तिहरूले भजनको आनन्द उठाइराख्नु हुँदैछ। अब हाम्रो अर्को भजन 18 गते भक्तपुर कौशलटार जनप्रेमी वर्ल्ड स्कुलमा हुन गइरहेको छ। यदि तपाईँ काठमाडौँ भक्तपुरभित्रै हुनुहुन्छ भनेपछि या आउन भ्याउनुहुन्छ भनेपछि आएर भजनको आनन्द उठाइदिन हुन हार्दिक अनुरोध गर्दछु। यहाँ आएर तपाईँले नाचेर हुन्छ कि गाएर हुन्छ कि रमाएर हुन्छ कि आफूमै झुमेर हुन्छ कि भजनको लाभ उठाउन सक्नुहुन्छ। धन्यवाद।